नमस्कार दर्शकवृन्द, तपाईहरुलाई नमस्ते खबर युट्युब च्यानलमा स्वागत गर्न चाहन्छौँ। यतिखेर हामी ट्यु इन्टरनेसनल ग्राउन्डमा आइपुगेका छौँ। सधैँ जसो तपाईलाई ट्यु क्रिकेटको बारेमा ताजा जानकारी दिने क्रममा आज पनि हामी यहाँ आइपुगेका छौँ। तपाईँ देख्न सक्नुहुन्छ ट्यु ग्राउन्डमा काम तीव्र गतिमा नै भइरहेको छ। वैशाख 24 गते सकिने भनेर भनिए तापनि ठेक्का सम्झौतामा त्यसो रहे तापनि यो काम भने वैशाख 24 गते कुनै पनि हालतमा सकिँदैन। त्यसको लागि थप समय आवश्यक पर्ने देखिन्छ। निर्माण कम्पनीले पुनः सम्झौताको लागि अथवा समय थपका लागि निवेदन पठाइसकेको छ र सम्भवतः अब त्यसको जवाफ पनि चाँडै आउनेछ। भौतिक विकास मन्त्रालयले समयमै काम नसकिएपछि समय थपेको अवस्थामा जरिवाना पनि तिराउन सक्छ। त्यो सरकारी सम्झौताहरूमा त्यसै गरिन्छ। तपाईहरु यहाँ काम भइरहेको दृश्यहरू देख्न सक्नुहुन्छ। टाइबिमको काम फर्मा राख्ने, अनि त्यसपछि कङ्क्रिट हाल्ने, अनि प्याराफिटको साइज निकाल्ने, अनि त्यसपछि त्यसमा नटिङ गरेर सिट जडान गर्ने काम हुनेछ। 60,000 स्क्वायर फिट र 23,000 स्क्वायर फिट गरेर दुईतिर काम हुनेछ। 60,000 स्क्वायर फिटमा 7500 भन्दा बढी र 23,000 स्क्वायर फिटमा 2500 भन्दा बढी दर्शक बस्न सक्ने गरी प्याराफिटको निर्माण हुनेछ। तपाईँ यतिखेर फ्लड लाइटको लागि तयार गरिएको कार्य देखिराख्नु भएको छ। फ्लड लाइटमा पनि ढिला भइरहेको छ। फ्लड लाइटमा ढिला हुनको कारण भनेको तपाईलाई आज बताइदिउँ, डिजाइनको समस्या भनिएको छ। निर्माण कम्पनीले बनाएको डिजाइन र फ्लड लाइट स्पेशलिस्टले बनाएको डिजाइनमा अलिकति समस्या देखियो, फरक पर्यो भनिएको छ। टेक्निकल इस्यु हो यो। 7 साइजको कुरा आउँछ र यो डिजाइनलाई अलिकति चेन्ज गरेर काम गर्ने भनेर बिचमा अलिकति काम रोकियो। त्यसै गरी त्यहाँ फ्लड लाइटको बेसमा पानी चालिने र माटो खस्ने समस्या पनि देखियो र अब लाइटको डिजाइन अलिकति परिवर्तन गरेर काम अगाडि बढाउने भन्ने कुरा भइरहेको छ। हामीले इन्जिनियरबाट त्यही जानकारी पायौँ। त्यसै कारणले पनि फ्लड लाइटको काम बिचमा रोकिएको छ र यो प्याराफिट बनिसक्दा फ्लड लाइटको काम पनि बनिसक्छ भनेर इन्जिनियरले बताउनु भएको छ। यसको लागि अब्जर्भेसनहरू भइरहेको छ दुवै टोलीबाट, निर्माण कम्पनीबाट र भौतिक विकास मन्त्रालयबाट। तपाईले यहाँ देखिराख्नु भएको छ एउटा स्लोप बनेको छ, स्काफोल्डिङको काम बनेको छ, पिलरमा नट टाइट गरिएको छ र त्यही स्लोपमा चाहिँ प्याराफिट बस्नेछ। त्यसैको पछाडि रहेको फ्लड लाइटको दृश्य तपाईलाई हामी देखाइरहेका छौँ, जहाँ फ्लड लाइट बस्नेछ। यो बेस यतापट्टि फेरि स्काफोल्डिङको काम भएको छ, अनि स्काफोल्डिङको काममा कामदारहरू देख्नुहुन्छ तपाईले। 150 देखि 200 जनाको कामदार रहेको र काम भइरहेको छ भनेर इन्जिनियरले बताउनु भएको छ। यहाँ कामदारहरू पिलरमाथि टेकेर त्यहाँ रिङहरू हाल्ने काम गरिराख्नु भएको छ।
यो तपाईँलाई हामी यतिखेर 23,000 स्क्वायर फिटको दृश्य देखाइरहेका छौँ, जहाँ 2500 भन्दा बढी दर्शक बस्न सक्ने प्यारापिट बन्नेछ। यसलाई अन्तिम रूप दिँदै काम भइरहेको छ। अब वैशाखभित्र यी सबै बेसको र पिल्लरको स्काफोल्डिङ, सेप एन्ड साइजको र कोलमको कामहरू सकेर त्यसपछि त्यहाँ तपाईँको फर्मा राख्ने र कङ्क्रिट हाल्ने, त्यसलाई ढलाइ गर्ने काम भने सकिनेछ। त्यो काम सकिसकेपछि त्यति धेरै समय लाग्दैन, सेट हुन अलिकति समय लाग्छ 21 दिन। अनि त्यसपछि फर्मा निकालिसकेपछि त्यसलाई ड्रिल गर्दै नट टाइट गरिन्छ, सिट जडान गरिन्छ। त्यसपछि लगभग सबै काम सकि नै हाल्छ। अब तपाईँ बाहिर गेट बनाउने काम, छाना हाल्ने कामहरू भने यो चरणमा हुने छैन, यो दोस्रो चरणको लागि हो। खैर जे भए पनि एनपिएल चाहिँ आरामले फ्लड लाइटमै गराउन सक्ने वातावरण भने तयार हुने निश्चितै छ। सम्भवतः कार्तिक मङ्सिरमा चाहिँ एनपिएल हुनेछ। र फेरि पनि तपाईँलाई दोहोऱ्याएर मैले जानकारी गराएँ, अघिल्ला भिडियोहरूमा पनि भनिसकेको छु। एनपिएलमा टिकट दर पहिलाको तुलनामा ठ्याक्कै डबल हुने देखिन्छ। यहाँ तपाईँले देख्नुभयो, यहाँ गाह्रो लगाइएको छ पछाडिपट्टि, र यो अगाडिबाट बिस्तारै स्लोप बनाउँदै लगेर त्यसलाई प्याराफिटको सेप दिइनेछ। जसरी तल्लो बुढपानी र चितवनको रङ्गशाला, गौतम बुद्ध क्रिकेट रङ्गशालाको सेप देख्नु भएको छ, ठ्याक्कै त्यस्तै हुनेछ। अगाडिपट्टि सानो 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 गर्दै पछाडिपट्टि ठुलो पिलर उठाइएको छ, त्यसरी नै स्लोपमा बस्नेछ। यहाँ तपाईँले देखिराख्नु भएको छ पिलरको लागि बुन्ने काम भइरहेको छ। कामदारहरू धमाधम काम गरिराख्नु भएको छ। थोरै ढिलो भए पनि यहाँ काम चाहिँ भइरहेको छ, धमाधम भइरहेको छ। किन भन्दाखेरि यो काम 2 महिना 2.5 महिनामा सकिने काम होइन, कम्तीमा पनि 4 देखि 5 महिनाको समय लिएको भए काम आरामले सकिन्थ्यो। असार साउनमा चाहिँ काम गर्न सहज हुँदैन, पानी परिरहन्छ र केही अप्ठ्यारो हुन्छ। तर बेसको काम चाहिँ अहिले सकिएको अवस्थामा अरू कामलाई भने त्यति अप्ठ्यारो पर्दैन। यो तयार भइसकेपछि असारमा पर्ने पानीले झन् सेट हुनलाई मद्दत पुर्याउनेछ। बेसमा भएको भए हलचल ल्याउने, ढिलो हुने, दब्ने समस्याहरू आउन सक्थ्यो, त्यहाँ काम गर्न सम्भवै हुन्थेन। तर एकपटक यो ढलान भइसकेपछि, फर्मा राखेर कङ्क्रिट हालिसकेपछि र प्याराफिट सेट भइसकेपछि पानी पर्दाखेरि झन् फाइदा नै पुग्नेछ। सरसर्ती हेर्दाखेरि असारको 20 भागमा यो काम पुरै काम सकिनेछ। निर्माण कम्पनी र भौतिक विकास मन्त्रालयलाई त्यहाँ पठाइएको पत्रमा अनौपचारिक रूपमा सहमति जुटिसकेको छ। औपचारिक पत्र भने 24 भन्दा अगाडि सम्भवतः नहोला। र पत्र आइसकेपछि तपाईँ यहाँ कोलम देखिराख्नु भएको छ, कोलम बनिरहेको छ। स्टेप बाई स्टेप तपाईँको यहाँ फर्मा लगाउने काम भइरहेछ। उतापट्टि डोजरले माटोको कामहरू गरिरहेछ। माटो निकाल्ने, राख्ने, सेप एन्ड साइजमा हाल्ने, मिलाउने काम पनि यतापट्टि भइरहेछ। र वैकल्पिक बाटो, पुरानो बाटो छोडेर अर्को बाटो निकाल्ने काम पनि भइसकेको छ। यहाँ कोलममा कामदारहरूले काम गरिरहेको तपाईँले देखिरहनु भएको छ। त्यहाँ टाइबिममा तपाईँले त्यहाँ काम भइरहेको, टाइबिमको काम भइरहेको देखिराख्नु भएको छ। फर्मा पनि सेट गरिँदैछ र यो फर्मा एकपटक सेट भइसकेपछि यो 60,000 स्क्वायर फिटमा काम भइरहेछ।
र त्यहाँ फर्मा तपाईँको सेट भइसकेपछि कङ्क्रिट हाल्ने, ढलान गरेर छोडिदिने 21 दिनको लागि। र त्यो बिचमा फेरि उतापट्टि अर्को भागमा 23,000 स्क्वायर फिटमा रहने काम गरिनेछ। र यहाँ एकचोटि सेट भइसकेपछि तपाईँ मान्नुहोस् लगभग काम सकियो। किन भन्दा त्यसपछि खास काम रहँदैन। त्यसपछिको काम भनेको कङ्क्रिट सेट हुन्छ, फर्मा निकालिन्छ, त्यसलाई नटिङ गरिन्छ, अनि सिटमा नटिङ गरेर टाइट गर्ने काम गरिन्छ। त्यसको लागि सिट राख्न चाहिँ अरू टेक्निसियनहरूले काम गर्नेछन्, जो चाहिँ त्यस विषयमा स्पेसलिस्ट हो। यहाँ तपाईँले हिटाचीको यो खन्ने मेसिन देखिराख्नु भएको छ। ड्रिलिङ मेसिनहरूको भने काम सकिसकेको छ र अहिले यहाँ देख्न सक्नुहुन्न डोजरहरू, ट्र्याक्टरहरू अलिअलि देखिन्छ। ग्राउन्ड पनि एकदम हरियो देखिन्छ। अब अलिअलि पानी पर्दाखेरि हरियाली झन् बढ्दै जान्छ। र यहाँ झट्टै कुनै म्याचहरू पनि खेलाइने छैन। मूलपानीतिर भने गेम खेलाइनेछ र नेपालले लिग 2 का म्याच चाहिँ बाहिर नै खेल्नेछ, यहाँ खेल्ने छैन। र नेपालले T20I सिरिज पनि खेल्दैछ स्कटल्यान्ड र नेदरल्यान्डसँग। त्यस विषयमा तपाईँलाई थप जानकारी चाहिए हाम्रो सर्ट्समा गएर हेर्न सक्नुहुन्छ। हामीले छोटो भिडियो बनाएका छौँ। यतिखेर कामदारहरूले इट्टा पास गर्ने काम गरिराख्नु भएको छ कोलममा राख्नको लागि। कोलममा त्यो राखिसकेपछि र फेरि त्यही कुरा हो, टाई बिम अनि फर्मा राख्ने, कङ्क्रिट हाल्ने र त्यसलाई सेट हुन दिने। यहाँ दमादम काम भइरहेको दृश्य तपाईँ देखिराख्नु भएको छ। 150 देखि 200 जनासम्म आवश्यकता अनुसार कर्मचारी यहाँ परिचालन गरिएको छ। र यहाँनिर भने धेरै कर्मचारी राखिएको छ। किन भन्दाखेरि यो काम चाँडोभन्दा चाँडो सक्नुपर्नेछ। र भौतिक विकास मन्त्रालयबाट कुनै पत्र प्राप्त भइसकेका छैन। अनौपचारिक रूपमा चाहिँ समेत थपिने नै छ। र त्यसको लागि सरकारी नियमअनुसार पर डे फाइन पनि हुनेछ। त्यो कति हुने, कसो हुने भन्ने कुरा चाहिँ त्यो भौतिक विकास मन्त्रालयमा निहित रहनेछ। र एउटा अनौपचारिक सहमति भइसकेको रहेछ। र तर अब औपचारिक रूपमा जानकारी आउनु भने बाँकी नै छ। त्यो पत्र आइसकेपछि त्यसको बेहोरा विधि विधानबारे हामी तपाईँलाई अवश्य नै बताउनेछौँ। यहाँ माथिबाट तल कोलमको लागि इँटा फ्याँक्ने कामहरू भइरहेको छ। इँटा ओसार्ने, दिने, पास गर्ने। अनि अस्ति तपाईँले ड्रिलिङको काम चाहिँ किन मान्छेबाट गरिएको भनेर भन्नुभयो। त्यहाँ संरचना बनिसकेको अवस्थामा तपाईँलाई बताइदिउँ, पाइलिङ मेसिनहरू, पाइलिङको लागि त्यो मेसिन लाने, क्यार्ने भन्ने कुरा चाहिँ त्यति सहज हुँदैन। त्यसले थप असर गर्नेछ। तर सानोतिनो बाँकी रहेको काम चाहिँ मान्छेले नै, कामदारले नै गर्नेछन्। पाइलिङ मेसिनका कामहरू पनि अब छैनन् र त्यो त्यहाँबाट हटाइएको छ। अहिले कोलममा काम भइरहेको छ, टाइबिङको काम भइरहेको छ र फर्मा सेट गर्ने काम पनि भइरहेको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ। फर्मा राखिसकेपछि त्यसलाई ढलान गर्ने कामहरू हुनेछ। एउटा प्याराफिटले एउटा खाले सेप एन्ड साइज पाइसकेको छ, तपाईँ देखिराख्नु भएको छ। फ्लड लाइटको काममा भने अलिकति समस्या आयो, डिजाइनमा समस्या देखियो भनेर इन्जिनियरले भन्नुभएको छ। पछि फल्ट आउन सक्ने र त्यसलाई सुधार गर्नुपर्ने देखियो भनेर टेक्निकल टिमले भनिसकेपछि त्यसको सेप एन्ड साइजमा थोरै चेन्ज आउनेछ अब भने। बिचमा अलिकति फ्लड लाइटको काम रोकिएको जानकारी यहाँहरूलाई गराउन चाहेँ। त्यहाँ पानी टालिने जस्ता र सामान्य माटो खस्ने समस्याहरू देखियो। र अब फेरि लाइटको डिजाइन हुन बाँकी छ। यहाँको सेप एन्ड साइजको आधारमा फेरि लाइटको डिजाइन हुन अझै बाँकी छ। र फ्लड लाइट र प्याराफिटको काम सँगसँगै जस्तो सकिने भनेर जानकारी प्राप्त छ। आज चाहिँ हामीले भारी मात्रामा कामदारहरू देख्न पाइरहेका छौँ। यो उहाँहरूले अब रात दिन गरेर एकदमै समयमै काम सक्ने लक्ष्यका साथ उहाँहरू अगाडि बढिराख्नु भएको छ। भौतिक विकास मन्त्रालयले पनि ढिला नगर्नु, काम फटाफट गर्नु भनेर निर्देशन दिइसकेको छ। उहाँहरूले भिजिट पनि गरिसक्नु भएको छ र प्रधानमन्त्री कार्यालयबाट
तपाईँको यहाँ CCTVबाट प्रत्यक्ष निगरानी गरिराखिएको छ। यो विषयमा तपाईँलाई थाहा नै होला। त्यही भएर पनि त्यहाँ तपाईँले लाइट पनि देख्नुभयो बिचमा। यो रातको समयमा काम गर्नको लागि जडान गरिएको लाइट हो। अब फिलिङको काम पनि हुनेछ, ब्लक वाइज काम हुनेछ। यसका फोल्डिङको काम चाहिँ हामीले तपाईँलाई 23,000 स्क्वायर फिटमा देखाइहाल्यौँ। फ्लड लाइटको लागि बेस या तपाईँ देख्न सक्नुहुन्छ र हामी पछाडिको दृश्य तपाईँलाई देखाएका छौँ। त्यो मैदान यो प्राकृतिक रूपमा अत्यन्तै धनी सुन्दर ग्राउन्ड हो र त्यहाँबाट वैकल्पिक बाटो अर्को जानेछ र यहाँ अहिले टेम्परेरी गेट तपाईँ पनि यहाँ देखिराख्नु भएको छ। नमस्ते खबर हेर्दै गर्नुहोला। धन्यवाद, नमस्कार।